के हो यो जिआई पाइपको यो भित्र थ्रेड भाँचेको छ है तपाईहरु के गर्नुहुन्छ यसलाई यो खोलेर अब तपाईहरुले यसो खोलिराखेर यसलाई फ्याँकिदिनुहुन्छ होला मेरो चाहिँ यो टीको यो दुईपट्टि ठिकै छ कि तपाईहरुको यहाँनिर भाँचेर बसिरहेको छ हेर्नुहोस् त देख्नुभयो यहाँनिर हो अब यसलाई चाहिँ निकाल्नु तपाईहरु कसरी निकाल्नुहुन्छ अब यो स्क्रू ड्राइभरले कोट्टाएर ठटायो भने थ्रेड बिग्रिन्छ है यो भित्रको थ्रेड बिग्रिहाल्छ नि त यसको थ्रेड बिग्रियो भने त काम छैन त्यसै कारणले अब यो एउटा किन्नु कहाँ जानु होइन बजारमा अब यताबाट पस्दैन हेर्नुहोस् त जति नभए यो थ्रेड भाँचिरहेको छ नि भित्रपट्टिबाट है अनि यो थ्रेड निकाल्नुको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा सबैभन्दा पहिला चाहिँ हामी घरेलु जुगार है त यो चाहिँ तपाईँ हामीले सकिहाल्नुहुन्छ घरमै काठको टुक्राहरू तपाईँहरूकोमा त छ नि त है फेसा भन्छ नि क्या हो फेसा ठोक्नुपर्छ यसमा चाहिँ अब यसमा यसलाई चाहिँ अलिक तासतुस पार्नुपर्ने हुन्छ त्यसले पनि हुन्छ यो ताचिदिनुहोस् यहाँ पस्ने गरी यहाँभित्र पस्ने गरी यो त पस्दैन अहिले टाइट गरेर अनि तपाईँ हामीले यो फेसा चाहिँ यहाँ ठोक्नुपर्ने हुन्छ टाइट गरी अब यस्तो प्रकारले ठोकिदिनुहोस् है अनि यति मात्रैले पनि घुम्दैन साथीभाइ अनि यस्तो स्क्रुहरू हुन्छ नि अझै टाइट गर्नुको लागि स्क्रू काँटीहरू हुन्छ नि यस्तो यो स्क्रू काँटीहरू पनि टाइट गरिदिनुहोस् यहाँतिर ठोकिदिनुहोस् तपाईँहरूले अनि चाहिँ तपाईँहरूकोमा अब पेन्चिस जे छ भए पनि है यस्तो चिजहरू लगाएर चाहिँ अब घुम्दैछ साथीभाइ हो तपाईँहरूले यसरी त गर्नुहोस् काठ घुमेको हो कि के घुमेको थ्रेडै भएको घुमेको ए देख्नुभयो तपाईँहरूकै छेउमा लाइफ निकालिदिएको यसो गर्नुहोस्